यला महानगरपालिका 2080 साल माध्यमिक शिक्षा परीक्षा एसईले 4 जीपीए हगु महानगर दुनिया स्कूल लिसे बोमियात सम्मान यागुदो महानगरपालिका प्रमुख चिरीबाबु महर्जन व उपप्रमुख मञ्जली साक्य बसुराचार्य 4 जीपीए हगु पेंगु स्कूल या च्यामु बोमी लिसे 3.95 जीपीए हम सामुदायिक स्कूल या छम बोमी याना न्यागु स्कूल व गुम बोमी यात सम्मान स्वरूप नगद सिरापा ललाना दिगु ख मैंने ग्रुप में हेर्नै पाएँ नि थाहा छैन सम्मानित जुगु प्रत्येक स्कूल या त पेंगु लखतका ललागु खसा सम्मानित बोमी या त जनै निगु लखतका ललागु ख विद्यार्थी भाइहरूको लागि पनि 2 लाख रुपैयाँ र विद्यालयको सम्मान प्रमाणपत्र कार्यक्रम गरेको छ। त्यसैगरी विद्यालयको सम्मान ग्रहण गरिनु विद्यालय र विद्यालयका प्रधानाध्यापक मञ्चमा आइदिनु विद्यालय व्यवस्थापक समितिका ज्याजुले महानगरपालिका प्रमुख चिरीबाबु महर्जन उपप्रमुख मञ्जली साक्य बज्राचार्यले से लगायत नवाना दिगु ख सबैभन्दा पहिला म सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई एकदम शुभकामना व्यक्त गर्न चाहे। कङ्ग्रेचुलेसन्स त अघि भनि पनि सके, पुनः पनि दोहोऱ्याएर भन्न चाहे। आई जस्ट वान्ट टु कङ्ग्रेचुलेट यु, कङ्ग्रेचुलेट अल अफ यु स्टुडेन्ट्स र हाम्रो प्रिन्सिपल सरहरू सबैलाई पनि मैले कङ्ग्रेचुलेसन भन्न चाहे र अभिभावक ज्यूहरूलाई पनि यहाँहरूलाई धेरै धेरै बधाई छ, धेरै धेरै शुभकामना छ र यहाँको अब अर्को करियरमा पनि यही रफ्तारमा राम्रो हुँदै जाओस् र हामीले भन्न पाऊँ कि हामीले फलानु मितिमा हामीले पुरस्कृत गरेको विद्यार्थीहरू चाहिँ अझ राम्रोसँग रिजल्ट ल्याउन सफल भयो भनेर भन्न पायो भने हामी औधी खुसी हुनेछौँ। तसर्थ यसको निमित्त पनि मैले यहाँलाई चाहिँ शुभकामना व्यक्त गरेँ। यहाँ सबैको लागि धेरै धेरै बधाई भन्न चाहन्छु र यहाँको आगामी दिनको पनि भविष्यको पूर्ण सफलताको पनि म शुभकामना ज्ञापन गर्न चाहन्छु र यसको पछाडिबाट सपोर्ट गर्ने विद्यालय अभिभावकज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद र बधाई पनि भन्न चाहन्छु, किनभने यहाँको सपोर्ट बिना कुनै पनि विद्यार्थीहरू सफल हुन सक्दैन। त्यसकारण विद्यालय र अभिभावक विद्यालयको टिम भनेको विद्यार्थीको सफलताको लागि एकदमै महत्त्वपूर्ण अङ्गको रूपमा रहन्छ, किनभने अहिले विद्यार्थीले देख्ने भनेकै अभिभावक र टिचरहरूलाई र स्कुलको टिमलाई नै हो। त्यसकारण यहाँ सबै हाम्रा विद्यार्थीको आइडल पर्सनहरू हुनुहुन्छ, आइडल मोडलहरू हुनुहुन्छ। त्यसकारण यहाँहरूले विद्यार्थीप्रति जस्तो बिहेभ गर्नुहुन्छ, यहाँले जसरी विश्वास गर्नुहुन्छ, जसरी टेक केयर गर्नुहुन्छ, त्यसले नै हाम्रा विद्यार्थीहरूलाई उत्कृष्ट बन्नको लागि मद्दत पुग्छ। त्यसकारण म सम्पूर्ण अभिभावकज्यूहरूलाई र विद्यालयको टिमलाई हाम्रा विद्यार्थीलाई विश्वास गर्नुहोस् भनेर आग्रह गर्न चाहन्छु।